हेलो गाइस, स्वागत छ। आज म नातो ट्राई गर्दैछु। जापानमा धेरै खानै नसकिने र एकदमै राम्रो शरीरको लागि हेल्दी सबैले भन्थे। अनि आज खै त कस्तो हुन्छ भनेर म ट्राई गर्न जाँदैछु। हेर्नु होला है त। मैले अहिले ट्राई गर्ने नातो भनेको यो हो। यो नातो म ट्राई गर्दैछु। यसमा चाहिँ 1 2 3 4वटा प्याक हुँदो रहेछ। 4वटा प्लेटमा चाहिँ हालेको हुँदो रहेछ। म चाहिँ यो ट्राई गर्छु है त। अब तपाईहरु हेर्दै गर्नु होला। अब लास्टमा हेर्नु होला कस्तो छ यसको चाहिँ आजी चाहिँ टेस्ट चाहिँ। यहाँबाट चाहिँ एउटा प्लेट चाहिँ निकालिसकेको छु। यसलाई चाहिँ म निकाल्छु है त। यसले म हालिरहेको छु। यसमा चाहिँ यो हुँदो रहेछ। खै के हो यो? बास्ना त कस्तो खतम छ है। कस्तो राक्या त्यो पुरै खतम है। लास्ट टेस्ट यही छ। म हेर्दै यसको चाहिँ ट्राई गर्छु है त। यसमा प्लास्टिक हाले हुँदो रहेछ। तेलहरु के हुँदो रहेछ यो चाहिँ म हाल्छु है त यसमा। आई विल ट्राई के हुँदो रहेछ हुन चाहिँ यो चाहिँ त्यसमै मिक्स गर्ने होला कि हाल्दिउँ न के छ र हैन जे कुरा होस्। नातो भन्छ यसलाई चाहिँ है त गाइस। चाहिँ यस्तो छ नातो। म चाहिँ नातो ट्राई गर्दैछु। कस्तो फर्स्ट हो मैले चाहिँ यो चाहिँ अहिलेसम्म जापान आएको यत्रो भयो। मैले आज टेस्ट गर्दैछु यसको। अनि यसको रिभ्यू चाहिँ कस्तो है त। ठिकै त छ त। अलिकति चाहिँ गाह्रो हुँदो रहेछ। तर खानै पर्यो अब हैन। ट्राई गर्छु। फेरि पनि म ट्राई गर्छु। कस्तो भयो? खान सक्ने गाइस। मैले नातो चाहिँ खाएँ हैन। तर सोचे भन्दा चाहिँ ठिकै रहेछ। मैले त सोचे थिएँ अलिकति गाह्रै हुन्छ, बमेट होला जस्तो। बमेट हुन्छ यताउता भन्थे। एकदम राम्रो रहेछ। मैले अरूको सुनेको भन्दा पनि तपाईहरु आफै नै एकचोटी ट्राई गर्नु होला। कस्तो छ के छ रिभ्यूहरु तपाई आफै नै पाउनु हुनेछ। एकचोटी प्लिज ट्राई गर्नु होला। शरीरको लागि नि हेल्दी हुन्छ। एकदमै खानालाई पनि बेस्ट है। शरीरलाई एकदमै राम्रो हुन्छ। अनि यो ग्यास्ट्रिक भएकोहरुलाई चाहिँ एकदमै बेस्ट हुन्छ। एकचोटी खानु होला। पाद्नु भन्दा यो खाएर ट्राई गर्नु होला। पादलाई चाहिँ हटाउनु होला। नपाद्नु होला साइडको साथीहरु भाग्न सक्छ।